हेलो गाइस सो आज चाहिँ हामी सबैजना मिलेर के गर्न लागेको छौँ भाइ ल भन्दियो आज हामी सबैजना मिलेर मोमो बनाउने तयारीमा छौँ र हामी एकैछिनमा मोमो बनाएर तपाईँहरूको अगाडि पेश गर्नेछौँ हामीलाई हेर्दै गर्नु होला अहिले चाहिँ म बन्दा चप गर्दैछु हाम्रो भाइ चाहिँ प्याज चप गर्दैछ अनि हाम्रो अर्को भाइ चाहिँ ल यो किमा बनाउनको लागि चाहिँ डल्लै चिकनको चाहिँ यसले चाहिँ नपुग्ला जस्तो छ अझै थपिन्छ भाइ यसलाई तिमीले के गर्छौ ल भन्देऊ न त यसलाई अब ठ्याक्क यसको सब मासु निकालेर चप 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 अचारमा काटेर ल भाइले चाहिँ यसलाई किमा बनाउने काम गर्छ है त झर्काउँदैछ अहिले चाहिँ है त ल हेर्दै गरौँ है विदेशकोमा यस्तो भुत्ला पनि खाने चलन रहेछ हामी चाहिँ नेपाली पढेर अलि छैन है त ल लेट्स गेट ब्याक टु प्रिपरेसन सेक्सन पिठो मुझ्ने काम हुँदैछ अनि ऊ चाहिँ हो मेन सेफ उसको काम गराइ चाहिँ त्यही हो फेरि ऊ पुरै हावामा काम गर्छ उसले ल है त पिठो मुझ्ने यता हुँदैछ यता हाम्रो भाइले बोनलेस बनाउन करिब करिब लागिसक्यो अब फ्यु मिनट्समा बोन जति ऊ अरे ल ओपी ल त्यो भए चाहिँ हाम्रो डेलिभरी सामान लिएर सामान कलेक्ट गर्ने मान्छे ल है त लेट्स मुभ फरवर्ड गीत फेरि नारायण गोपालको ल अरे स्किल्स त ल हेरौँ है त क्लोज सर्ट है त मेरो बन्दाई ल उसको पहिला अनि फेरि तिम्रो पनि आइहाल्छ अरे ल अर्को स्पेसलिस्ट है अरे केटाहरूले जे होस् नेपालमा युकेमा काम पाउँछ भनेर राम्रै स्किल सिकेर आएको रहेछन् जे होस् यो लन्डनमा मोमो बनाउन काम लागिरहेछ है ल सही हो अब दाना आटेको छौँ है त ल ल यहाँ सुरु गर्दैछौँ यो रहेको चाहिँ हाम्रो प्याज हामीले हालिसकेको छौँ यसरी टक्क ओके प्याज हालिसकेपछि यहाँ हाम्रो साइडमा रहेको छ बन्दाकोपी चाहिँ हो बन्दाकोपी पनि हाल्नुपर्ने हुन्छ यसरी बन्दाकोपी चाहिँ स्वाद अनुसार मान्छे अनुसार अब यसमा चाहिँ हामी टक्क बदाम फ्राई गर्ने है अचारको लागि अब यसरी बदाम चर्बर गरेर टक्कसँगले भुटेपछि हरर अचारमा स्वाद आउँछ यता हुँदैछ प्रोसेस अब यसमा चाहिँ तेल तातिँदैछ यसमा चाहिँ म यसलाई ग्राइन्ड गर्दैछु तिललाई यसमा तिल ग्राइन्ड हुँदैछ ए अनि त्यसपछि बदाम है त ए जिरा झ्वाइया जिरा अब झैया त हुनै बाँकी छ त्यस पछाडि आउँछ लसुनको पालो अरे वाह मेसिन चलाइदेऊ न माथिको मिनिमम है ल त्यस पछाडि हामी लगाउँछ प्याज र खुर्सानी अरे वाह अब के गरेर ट्राई गर्ने छ
ल हेरौँ न गोलोदेखि लिएर लाम्चोदेखि हो हेरौँ है त तयारै भइसकेको हो है त हेर्नु त कुन खाले दिएर कुन यो चाहिँ अलिकति नमिठो नमिठो छ है भेज हो कि हेर्दै हेर्दै त्यो चाहिँ नमिठै छ जस्तो देखिरहेको छ डिजाइन पनि के भेज हो नि त लड्स छ है यो त कति प्लेटको बन्छ होला यार आज हाम्रोमा एकैचोटि के पाक्यो भाइ देखाइदेऊ त सबै थोक देखाइदेऊ के हो यो झोल हो ल ल ठिक छ ल अनि उ त्यो अर्को छोप न यसलाई छोप ल ठिक छ मै छोपिदिन्छु ल अर्को अनि अर्को यो माथि चिकन तल्लो स्टेपमा भेज मोमो कम अन अनि यो चाहिँ अब हुँदैछ आइर ल कम्मर तन्काउँदैछ अनि यता छिन् मेरो कान्छी अर्की अनि यो त यार कति बन्छ हौ आमा है त नि कस्तो भएछ त मोमो ल हो नितेश कस्तो भयो रे चिकन खाऊ न तिमीलाई कस्तो लाग्यो हाम्रो लिम्बू भाइ मलाई रमाइलो र एकदम मिठो लाग्यो पेन्सको ढक आउँदैछ कताबाट उताबाट उताबाट आउँछ ल है त मैले दिने हो मोमो त्यही हो अनि सुप त्यही हो है त ल